तपाईको घरमा दिदीबहिनी र छोरीचेली छ भने आजको यो भिडियो तपाईको लागि। साथै यो भिडियोलाई सबैजनाले सक्दो शेयर गरिदिनु होला। अनि यो मुद्दालाई सारा तपाई हामी नेपालीहरूले आफ्नो सामाजिक सञ्जालबाट यति धेरै दबाब बढाउन जरुरी छ ताकि भोलि तपाई र मेरो घरमा भएको छोरीचेलीले यो दिन भोग्न नपरोस्। साथै मानवको भेषमा यस्तो दानव रूपी काम गर्ने अपराधीहरूलाई जन्मकैद भन्दा माथि गएर यानी कि सिधै झुन्डाएर फाँसी दिने कानुन नेपालमा चाँडै बनोस्। तपाई जहाँ हुनुहुन्छ आफ्नो मनलाई अलिक दरिलो बनाएर सुन्नु होला, किनकि यो घटना यति क्रूर र निर्दय छ नि मलाई यहाँ भन्न पनि साह्रै गाह्रो भइरहेको छ। एकजना 14 वर्षीय बालिकालाई 5 जना जवान युवाहरू मिलेर रक्सी र चुरोटको नसामा पुरा रातभर 3 गरा मकैबारी माडेर मुख थुन्दै पिट्दै पालै पालो बलात्कार गर्छन्। 5 जना राक्षसहरूले आफ्नो हवस पूरा गरेपछि ती बालिका बेहोस हुन्छन् अनि तिनलाई नाङ्गे जार बनाएर मार्ने योजना बनाउँछन्। त्यसपछि तिनको घाँटीमा सलले बेरेर मुख थुनेर मारिदिन्छन्। अनि यति गर्दा पनि बालिका अझै मरेको छैन जस्तो लागेपछि ती 5 जना युवाको समूहले बालिकालाई अरूले नचिनोस् भनेर उनको अनुहारमा ढुङ्गाले हानेर कुच्याइदिन्छन्। अनि तिनलाई लगेर एउटा भिरबाट तल फ्यालिदिन्छन्। भिरबाट फ्याके पनि ती बालिकाको शव रुखको बुट्टामा अड्किएपछि भोलिपल्ट गाउँलेले देख्छन्। त्यसपछि प्रहरीलाई खबर गर्छन्। अनि जब प्रहरी घटनास्थलमा पुगेर छानबिन सुरु गर्छ तब अबसम्म त के हुन्छ भने त्यही 5 जना युवाहरू मध्ये एकजना जो ती बालिकाको सामूहिक बलात्कारपछि हत्या गर्ने कार्यमा संलग्न थिए, उनले उल्टै प्रहरीलाई गाइड गरेर हेर बिचारा हाम्रो गाउँको चेलीमाथि यस्तो गर्ने त्यो पापी हत्यारालाई भेट्यो भने त मार्नुपर्छ सर भन्दै प्रहरीको साथसाथमा हिँड्छन्। केही गरे पनि प्रहरीले केसको निर्गुल निकाल्न नसकेपछि अन्त्यमा काठमाडौँबाट तालिम प्राप्त कुकुर बोलाउने निचोडमा प्रहरी पुग्छ। अनि यति कुरा सुनेपछि त्यो युवाको होस उड्छ। त्यसपछि हतार हतार घर गएर नुहाउँछन्, तर प्रहरीले ल्याएको तालिम प्राप्त कुकुरले त्यो बालिकाको शवमा भएको गन्धलाई पछ्याउँदै पछ्याउँदै ती युवाको घरमै पुग्छन्। अनि उनले फुगालेको लुगा मुखमा टिपेर बाहिर निस्कन्छन् र यति भएपछि प्रहरीले त्यो एकजना युवालाई पक्राउ गर्छ र त्यही एकजनाको बयानपछि पालै पालो अर्को 4 जना पनि पक्राउ पर्छन्। र ती 4 जनाको प्रारम्भिक बयानपछि यो घटनाको रहस्यबाट पर्दा हट्छ। सुन्दा तपाईलाई यो मैले माथि भनेको घटना कुनै फिल्मको कहानी जस्तो लाग्यो होला, तर यो सत्य हो। र यो घटना सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नम्बर 5 को छ्यादी भन्ने गाउँको हो। घटनाको विस्तृत नालीबेली सुरु गर्नुभन्दा अगाडि तपाईलाई भनौं कि हालको गृहमन्त्रीको जिल्ला कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछिको यो दोस्रो ठुलो बलात्कारको घटना हो। अब यहाँ पोइन्ट के छ भने यदि निर्मलाको बलात्कार गर्ने ती अपराधीहरूलाई राज्यले बेलैमा समातेर सजाय दिन सकेको भए वा नेपालमा यस्तो बलात्कारीहरूलाई सिधै मृत्युदण्ड दिने कानुन बनिदिएको भए सम्भवतः आज यो घटना दोहोरिँदैन थियो कि। खैर अब सुरु गरौँ घटनाको नालीबेली। यो फोटोमा देखिरहनु भएको बालिका हुन् 14 वर्षीय निशा तामाङ। उनी कक्षा 7 मा पढ्दै थिइन्। हामीलाई प्राप्त जानकारी अनुसार उनको आमा विदेशमा रहेको र बुबा सानोतिनो ठेक्कापट्टा गर्ने ठेकेदार थिए। र उनी यानी कि निशाको बुवा पदमबहादुर तामाङ त्यस दिन घरमा थिएनन्, तर निशाकी दिदी रिया र उनको श्रीमान भने घरमै थिए। यही 2082 साल असार 10 गते बेलुकी पख निशालाई उनको नजिकैको दाइको नाता पर्ने 21 वर्षीय निमा तेन्जिङ तामाङसँगै आएको 4 जना साथी मध्ये 32 वर्षीय नामगेल शेर्पाले आफ्नो मोबाइल चार्ज गरिदिन अनि टिकटक पनि हेर्नु भनेर निशालाई मोबाइल दिन्छन्। किनकि त्यो दिन त्यो गाउँमा बिजुली थिएन र निशाको घरमा मोबाइल चार्ज गरेर मिल्ने एउटा ब्याट्री थियो। त्यसपछि बेलुका करिब 9 बजेतिर नामग्यालको फोनमा फोन गरेर घरभन्दा अलिक पर मोबाइल लिएर आउनु भनेर निशालाई बोलाउँछन्। नजिकैको दाइको नाता पर्ने निमा पनि साथमा भएकोले गर्दा निशा ढुक्कले मोबाइल लिएर जान्छन्। तर 2 दिन अगाडिदेखि नै उनको बलात्कार गर्ने योजना बनाएको अनि त्यस दिन मदिराले लट्ठ भएर बसेको यी युवाहरूको समूहले निशालाई त्यही मकैबारीमा लगेर पालै पालो बलात्कार गर्छन्। सिन्धुपाल्चोक जिल्ला प्रहरी र घटनास्थलमै रहेको वडा सचिवका अनुसार बलात्कार भएको स्थानको 3 वटा गराको मकैबारीहरू माडिएको छ। बलात्कारपछि बालिका बेहोस हुन्छन् अनि पोल खुल्ने डरले उनलाई घाँटीमा सलले बेरेर मुख थुन्दै मारिदिन्छन्। बालिकालाई अरूले नचिनोस् भनेर उनको अनुहारमा ढुङ्गाले हानेर कुच्याइदिन्छन्, तर अनुहार भने पुरै बिग्रन पाउँदैनन्। अझै बालिका मरेको छ कि छैन भनेर यकिन नभएपछि ती युवाहरूको समूहले घटनास्थल भन्दा झन्डै 500 देखि 700 मिटर पर रहेको छ्यादी खोलाको भिरमा लगेर फ्याँकिदिन्छन्। अनि ती सबैजना फर्केर घरमा गएर सुत्छन्। त्यसपछि भोलिपल्ट यानी कि 11 गते बिहान निशाको खोजी हुन थाल्छ र यही क्रममा गाउँकै एकजनाले छ्यादी खोला नजिकैको भिरमा 2 वटा खुट्टा बाँधेर नाङ्गै उँधो मुन्डो भएको अवस्थामा एउटा लास देख्छन्। त्यसपछि लासको नजिकै गएर हेर्दा उक्त शव निशाको भएको पहिचान भएपछि ती व्यक्ति हतार हतार दौडेर निशाको घरमा पुगेर सबै कुरा सुनाइदिन्छन्। त्यसपछि तुरुन्तै नजिकैको प्रहरीलाई खबर पुग्छ र इलाका प्रहरी कार्यालय 12 विषयबाट प्रहरी टोली घटनास्थलतिर पुग्छन्। नाङ्गो अवस्थामा
ठाउँमा बालिकाको शव देख्ने बित्तिकै बलात्कारपछि हत्या भएको हुन सक्ने प्रारम्भिक निष्कर्षमा प्रहरी पुग्छ भने त्यसपछि जिल्लाबाट एसएसपीको नेतृत्वमा अर्को टोली पनि घटनास्थलमा पुग्छ। त्यसपछि घटनाको प्रारम्भिक अनुसन्धान गर्दै जाँदा अहिले पक्राउ परेका 21 वर्षीय निमाले प्रहरीलाई घटनाबारे काल्पनिक व्याख्या गर्न थाल्छन्। यानि कि पहिला यसो भयो होला, त्यहाँबाट यसो गर्यो होला भनेर उनले काल्पनिक रूपमा त्यो घटनाको व्याख्या गर्न थाल्छन् र यति भएपछि निमामाथि प्रहरीले शंका गर्न थाल्छ। अनि त्यही दिन काठमाडौँबाट 2 वटा तालिम प्राप्त कुकुरहरू झिकाउने निष्कर्षमा प्रहरी पुग्छ अनि दिउँसोको 3 बजेतिर इन्सपेक्टरको कमान्डमा 2 वटा तालिम प्राप्त कुकुरहरू घटनास्थलमा पुग्छन्। अनि यति भएपछि अघिसम्म हत्यारालाई छाड्नु हुँदैन भन्दै प्रहरीको साथ गाइड बढेर हिँडिरहेको निमाको हावा टाइट हुन्छ र हतार उनी घर गएर नुहाउँछन्, कपडा फेरेर बाहिर निस्कन्छन्। तर तालिम प्राप्त कुकुरले सिधै उनको घर पुगेर वरपर घुम्न थाल्छन् र निमाले घटना घट्ने दिन लगाएको कपडा फुकालेर राखेको ठाउँमा कुकुर पुग्छ। यति भएपछि निमालाई प्रहरीले पक्राउ गर्छ र उनको बयान अनुसार क्रमशः 22 वर्षीय वाङ निमा तामाङ, 32 वर्षीय नामग्याल शेर्पा, 20 वर्षीय दावा तामाङ र 22 वर्षीय लाक्पा पासाङ तामाङलाई प्रहरीले पक्राउ गर्छन् र यी पाँचै जना त्यही वडाका बासिन्दाहरू हुन् भने अहिले सिन्धुपाल्चोक जिल्ला अदालतबाट 5 जना विरुद्ध बलात्कार र ज्यान मार्ने उद्योगमा 7 दिनको म्याद थप गरी थप अनुसन्धान प्रहरीले अगाडि बढाइरहेको छ। यो घटना यति दुःखद छ, अहिले मैले सरर भन्दा सुन्दा तपाईको आङ नै जिरिङ्ग भयो होला। एकजना बालिकालाई 5 जना युवाहरूको समूह मिलेर रक्सीको नसामा 3 वटा गरामा भएको मकैबारी माडिने गरिकन बलात्कार गर्नु अनि उनलाई घाँटी थिचेर सलले बेरेर मुख थुनेर मारिदिनु, अझै मरेको छ कि छैन भने अनुहारमा ढुङ्गाले कुच्याइदिनु अनि लगेर भिरबाट फ्यालिदिनु। यो भन्दा क्रूर, यो भन्दा दानव रूपी अरु के हुन सक्छ?